हेर्नु न हिमाल अम्बो हुनु पनि कस्तो चिप्लो रहेछ नि त यता हेर्नु दामी चाहिँ आइदिँदो रहेछ दा कसम भनेको भ्यू चाहिँ सेट्टिस आइदिँदो रहेछ हेर्नु न यो चाहिँ हो हाम्रो मिलिट्री हस्पिटल है आर्मी हस्पिटल चाहिँ यहाँ चाहिँ साथीको गाइस यो चाहिँ दार्जिलिङ चित्रे बजार है चित्रे बजारबाट देख्दैछ यो चाहिँ देखिदिन्छ हेर्नु न ओके अलराइट हेलो एभ्रीवन नमस्ते फेमिलो वेलकम ब्याक टु अनदर भिडियो एन्ड पार्किङ ब्लग हो अन्त अहिले चाहिँ हामी चाहिँ यो कता जाने अरे सर्ट भिडियो गलीकोट अब चाहिँ हामी गलीकोट गएको हो नतु जाने गरेर जान्छ अन्त के भने यहाँ चाहिँ हाम्रो मने मान्छ ओके अलराइट गाइस अब चाहिँ हामी चाहिँ कहाँ गएको भन्दाखेरि चाहिँ होइन हामी चाहिँ अहिले चाहिँ होइन कहाँ गएको भन्दाखेरि चाहिँ हामी चाहिँ अहिले चाहिँ गलीकोट जाँदैछ हो भिडियो अपलोड नगरेको पनि निकै भएको थियो नि त त्यही भनेर हामी चाहिँ दोकान सोकान बन्द गरेर चाहिँ जाँदैछौँ हो यहाँबाट चाहिँ भ्यू चाहिँ सेट्टिस देखिदिन्छ हेर्नु न अब म चाहिँ चित्रेमा चाहिँ हो अन्त चित्रेको भ्यू चाहिँ हेर्नु न यहाँबाट चाहिँ ट्याक्कै यस्तो सिटिज देखिदिरहेको छ आज चाहिँ हो हेर्नु न यो चाहिँ दार्जिलिङ चित्रे बजार है चित्रे बजारबाट देख्दैछ यो चाहिँ सिटिज देखिदिरहेको छ हो त्यहाँ तल फुक्सरिङहरू हो हामी चाहिँ अब त्यो पर गएको गलीकोट हो यहाँ हेर्दै गर्नुहोस् है अब चाहिँ हामी चाहिँ चित्रबाट जाँदैछौँ यहाँ चित्रबाट सिटिज भ्यू देखिदिन्छ होइन कसम भने अब चाहिँ अम्बो साँच्चै भने मेरो गोप्रोले चाहिँ धोका दिएको जस्तै चाहिँ गाइस एकछिन रेकर्ड हुन्छ फेरि भइदिइहाल्छ के भएको जस्तो अहिले चाहिँ हामी चाहिँ कहाँनिर भन्दाखेरि चाहिँ हामी चाहिँ अहिले चाहिँ गोलाइ बजार आइपुग्यौँ यो चाहिँ हो हाम्रो गोलाइ बजार लेबोङ बजार हो अन्त मेरो चाहिँ प्रायःले भनिरहन्छ कि त्यो भोइस क्वालिटी अडियो क्वालिटी चाहिँ पुरा पोर छ भनेर हो त्यही गर्ने एउटा माइक नकिनी भएको थिएन हो यो चाहिँ हो गोलाइ बजार हो यो ओह्रालो चाहिँ फुक्सरिङ हो हाम्रो वेदर चाहिँ सेट्टिस भइदिएको छ सनसेट चाहिँ दामी भइदिएको छ बाटो चाहिँ खत्तम तर सिनेरी चाहिँ हेर्नु न त्यति त के हो यस्तो बाटो त गाडी टाङमा बुल्टु छ त लत्त साथीभाइ भन्दा चाहिँ हाम्रो हिमाल चाहिँ सेट्टिस देखिदिरहेको छ आज चाहिँ अनि गोप्रोले त्यति साह्रो क्याप्चर गरेको छैन किनभने सुपर वाइड एङ्गलमा चाहिँ सानो टाढो देखिदिन्छ नि त हो तर आँखाले चाहिँ सेट्टिस यो चाहिँ हो हाम्रो मिलिट्री हस्पिटल है आर्मी हस्पिटल चाहिँ यहाँ चाहिँ साथीको गाइस आर्मी हस्पिटल चाहिँ यहाँ छ हो दबाई पानीको जतिकै रहेछ बाटो चाहिँ फुक्सिङको पनि है यो ओह्रालो चाहिँ मैले रिल्समा पनि देखेको थिएँ यो ओह्रालो चाहिँ पुरा खत्तम थियो बाटो यो ओह्रालो चाहिँ मैले रिल्समा पनि देखेको थिएँ कि यो ओह्रालो चाहिँ बाटो चाहिँ ओभर खत्तम थियो पानी चाहिँ त्यति साह्रो पर्दैन होला कि पानी परेको टाइममा चाहिँ फेरि उकालो लगाउनु साह्रो पर्छ सोइनिङ खाली रहेछ नि त ठुलो पनि यहाँबाट चाहिँ हामी चाहिँ तेर्सो जानुपर्छ हो यो ओह्रालो गयो भने चाहिँ फुक्सिरिङ 5 नम्बर यहाँबाट चाहिँ तेर्सो गएर अलिकति माथि हो गलीकोट चाहिँ हामी चाहिँ जाँदैछु गलीकोट अब गलीकोट नआएको पनि कति वर्ष हो नभनेको पनि भयो होला यस्तै 17-18 वर्ष चाहिँ भयो होला गलीकोट नआएको चाहिँ म यहीँको भएर पनि गलीकोट चाहिँ अहिलेसम्म आएको पहिला आउँथ्यो हामी पिकनिकहरू खेल्नु त्यति बेला त गाईहरू चढाउँथ्यो त्यो डाँडातिर हो अहिले त आर्मीहरूले वेस्ट बनाएको छ भनेर सुनेको थिएँ हो आर्मी एरिया पर्छ नि त यो एरियाहरू चाहिँ सबै हो त्यही भएर आर्मीको पहिला चाहिँ यहाँनिर चाहिँ पिकनिकहरू खेल्थ्यौँ नि त हामी मसिनो हुँदाखेरि चाहिँ मलाई थाहा छ किनभने पहिला हामी होइन सानो केटाकेटीमा यस्तै 6-7 वर्षको होइन 6-7 पनि होइन 8-9 वर्षको उमेरमा चाहिँ हामी पुरा आउँथ्यौँ यहाँतिर पिकनिक खेल्नु त्यति बेला त होइन यहीँ आउँदा पनि कहाँ लाग्थ्यो टाढो लाग्थ्यो हो पहिला सानोमा हो अहिले चाहिँ यो आर्मीले गर्दै होला यो यस्तो बनिएको दिन्छ होइन माथि कहाँ दिन्छौ अन्त के हुन्छ नि
केही नराम्रो काम गर्न आएको पो जानु दिँदैन त जहाँसम्म जानु दिन्छ जाउँ न अन्त पहिला त यस्तो बाटोहरू थिएन हो रोडै थिएन यहाँ त पहिला त भन्नुमै भने पहिला आई डु रिमेम्बर क्या यस्तो बच्चा टाइममा हामी जब पिकनिक खेल्न आउँथ्यो नि त्यति बेला चाहिँ यस्तो बच्चा टाइममा चाहिँ यस्तै थिएन क्या रोडै थिएन आम नट स्योर होइन जानु दिन्छ दिँदैन हो जहाँसम्म जानु दिन्छ त्यहाँसम्म जाने भिडियो खिच्ने भिडियो तर खिच्नु पनि दिन्छ कि दिँदैन है आर्मी एरिया पऱ्यो वेदर हेर्नु न हिमाल अम्बो हुनु पनि कस्तो चिप्लो रहेछ नि त हौ कस्तो चिप्लो रहेछ नि त है यहीँ अहिले चाहिँ हामी चाहिँ गलीकोट आइपुग्यौँ हो मलाई चाहिँ गोप्रोले साह्रो धोका दियो त्यो अलिकति रेकर्ड हुन्छ टिटी भइहाल्छ के भएको एसडी कार्ड एकदम उयस भयो पहिला त यहाँ चौर थियो नि ए दिँदो रहेछ त मान्छेहरू हिमाल चाहिँ सेटिस देखिदिरहेको छ यहाँबाट चाहिँ यो चाहिँ गलीकोट हो भिडियो रेकर्डहरू गर्नु दिन्छ कि दिँदैन है रेस्ट्रिक्टेड एरिया त होइन होला नि है खै कहाँ लेखेको छ त्यहाँ जानुलाई पो रेस्ट्रिक्टेड होला त दामी रहेछ पहिला हामी खै कहाँनिर हो ए उयस पिकनिक खेल्ने जग्गा चाहिँ कहाँ हो पहिला खेल्थ्यो नि हजुर यता दामी चाहिँ आइदिँदो रहेछ दा कसम भनेको भ्यू चाहिँ सेटिस आइदिँदो रहेछ हेर्नु न टेस्टिङ कहाँ पर्छ चिनाइदिनु न अलिकति फ्याक्ट्री हनुमान डाँडा यति हनुमान डाँडा हो त्यसको उतापट्टि त राखिदिउँ है कि दबाई पानीहरू यता है राखिदिउँ के पर्छ ए मान्डा आमा दबाई पानी भन्छ ऊ तल पो होला है फेदमा ए कमान देख्दै गरेको तकदार हो नि त है ए तकदार त त्यही यो मुनिको भन्दा गिङको रोड आइहाल्यो नि हो र यहाँ मुनि त गिङ बजार यहीँ त उही त हो गिङ बजार उयो अम्बो दा पहिला चुली डाँडा कहाँ हो चुली डाँडा ए चुली डाँडा भन्छ चारधाम हो चारधाम चाहिँ यहाँ पर देखिदिँदो रहेछ यहाँ मुनि एउटा बाटो थियो हामी आलकिसी पर ओह्रालोबाट जान्थे है हजुर डाँडाको यस्तो चुच्चो भएको कुन चाहिँ चुच्चो चाहिँ ए ऊ तलको ढिप यो ग्लेन भन्नु होला नि है हुनु अन्त दबाई रुङ्दुङ हो नि त यहाँ होइन भ्यू चाहिँ सेटिस साँझको सनसेट त सेटिस दाममा मक्ख हेर्नु न अन्त क्या दाम पहिला यो चाहिँ यस्तोहरू त के पनि थिएन हौ पुरै चौरै थियो नर्मल भिडियो क्यामेरा पहिला चाहिँ यहाँ चौरै थियो कि अब गाईहरू चढाउँथ्यो थियो यस्तो नालीहरू यस्तो भएको जस्तो लागेको थियो रहेछ है ल त गाई छ हौ अब हामी चाहिँ ल त गाई हामी चाहिँ अब निस्केको हो किनभने यहाँ आएर भिडियो गर्नु चाहिँ मलाई एउटा इच्छा चाहिँ थियो तर गलीकोटमा गएर भिडियो गर्नु कि तर अब हुन्छ नि अहिले त आर्मी कम्पाउन्ड छ दिँदैन भनेर सुन्दैन नि त प्रायःले तर दिँदैन होला आई थिङ्क सो होइन किनभने को पनि छैन नि त तर सेफ्टी अलिकति ढिलो भइदियो हिमालहरू त यहाँबाट देखिदिँदो रहेछ नि तर कुन चाहिँ जग्गा हो हामी पिकनिक खेलेको थियो म त बिर्सेँ पहिला सानोमा पिकनिक खेलेको कुन जग्गा पिकनिक स्पोट गाईहरू पनि चढाउँथ्यो त है अहिले त्यस्तोहरू बनाएको छ नि त है ल त अब चाहिँ लाग्दिएको ल त गाइस अब चाहिँ हामी गइदिएको किनभने अलिकति अँधेरो भएको जस्तो पनि भइदियो हो यहाँनिर चाहिँ ओभर चिप्लो रहेछ है ल त गाइस हामी चाहिँ अब चाहिँ घर फर्किँदैछ हो अहिले चाहिँ हामी गाउनु लाग्छ उनीहरूले जाम भइदिएको अवस्था है झन्ना बाइक स्पिड भएको चाहिँ अलिकति फाइदा हुन्छ र मात्रै हो यताउता चेपचाप हाल्नुलाई गाडीमा भने त पर्खिनै पऱ्यो ओभरटेक गर्नु भएको छैन रोड सानो छ राखो न ल त दाजुहरूलाई पनि बिदा दिएँ हो अब चाहिँ म चाहिँ ओह्रालो लागेको मेरो चाहिँ गोप्रोले चाहिँ आज के भयो राम्रो रेकर्डिङ पनि भइगएछ